आइसिसीले एउटा नियमलाई चाहिँ पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको छ। यो नियम हो लेग साइड तर्फको वाइड, जुन नियम चाहिँ भर्खरै आइसिसीको बोर्ड मिटिङबाट एप्रुभ भएको छ र अबको अक्टोबर 1, 2026बाट यो पूर्ण रूपमा लागू हुनेछ। गत वर्ष सेप्टेम्बरदेखि ट्रायलको रूपमा ल्याएको थियो भने अब यो पर्मानेन्ट लेग साइड वाइडको नियम चाहिँ लागू हुनेछ। यसबाट ब्याट्सम्यानलाई पनि केही बेफाइदा हुने देखिन्छ, तर अहिले पछिल्लो समय क्रिकेट चाहिँ ब्याट्सम्यान फ्रेन्डली भइरहेको बेलामा यसले बलरलाई पनि सहयोग गरेर ओभरअल ब्याटिङ बलिङमै ब्यालेन्स ल्याउनेमा विश्वास गर्न सकिन्छ। अब यो के हो त लेग साइड वाइड, त्यसबारे जानौँ। तपाईहरुले यो म्याच सम्झिनुहुन्छ भने यो चाहिँ गत वर्ष इन्डिया भर्सेस अस्ट्रेलियाको T20 म्याच थियो, जसमा चाहिँ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ 4वटा लाइन। पुरानो पिचमा यो 2वटा लाइनहरू हुने गर्थ्यो विकेटको दायाँ र बायाँ तर्फ, तर अहिले फेरि यो विकेटको नजिकै 2वटा नीलो लाइनहरू जोडिएको छ, जुन चाहिँ यो लेग साइड वाइडसँग सम्बन्धित छ, जुन मैले यहाँ रातो एरोले जानकारी दिइरहेको छु। के हो त भन्दाखेरि यसलाई थप बुझौँ। यो 3वटा विकेट राख्ने ठाउँ हुन्छ। अब लेग साइड वाइडको रूपमा यो बीचको विकेटबाट 1 फिट बायाँ 1 फिट दायाँ यो घेरा बनाइनेछ र यदि मानौ यहाँ यो बलरले बोलिङ गरिरहेको छ र यहाँ ब्याटिङको तयारी अवस्थामा छ, मानौ यो बलरले फालेको बल यहाँ पिच भएर यदि रातो लाइन हुँदै, जुन चाहिँ यो मैले यसैको स्लाइडमा देखाएको नीलो घेराभन्दा बाहिरबाट गयो भने यतिखेर पुरानो नियम जस्तै गरी यो वाइड बल हुन्छ। तर यदि यो बलरले फालेको बल यो गाडा हरियो हुँदै गयो र यो नीलो घेरा, जुन अहिले थपेको नीलो घेराभित्रै रह्यो, ब्याट्सम्यानले के छोएन, ब्याट्सम्यानको शरीरको कुनै पनि भागले छोएन भने अब भने यो चाहिँ वाइड बल हुने छैन। यसअघि लेग साइड तर्फको सबै वाइड हुने गर्दथ्यो भने अब चाहिँ यो घेराभन्दा भित्र भएको हुनाले यो चाहिँ अब वाइड हुने छैन। यसलाई नै अब आइसिसीले पर्मानेन्ट वाइड बलको रुलको रूपमा फिक्स गरेको छ। यसमा अहिले पछिल्लो समय ब्याट्सम्यानहरूले मुभमेन्ट गरिरहने, त्यसको कारणले गर्दाखेरि बलहरू ब्याट्सम्यानको रिचबाट टाढा अथवा नजिक, सो अनुसार वाइड बल हुने गर्थ्यो भने पहिला अब चाहिँ सुरुमा बल डेलिभरी गरेको अवस्थामा ब्याट्सम्यान कुन पोजिसनमा छ त्यसको रेफरेन्समा रहेर वाइड बलको डिसिजन हुनेछ।